5 मिनट मात्र लागेको त्यतिलाई जीवन गवाए त म भन्दिनँ भन्ने साध्य छैन है पर्सनल। अनि आजको नाटक गर्ने कस्तो अचम्मै के गर्ने भन्दा भन्दा कहाँबाट नाटक गुरुबाले सोच्नु भएर एकछिनमै तयार भयो। नाटक गर्न भनेपछि सबभन्दा गाह्रो लाग्छ मलाई। प्रभुलाई धन्यवाद होस्। एकैछिनमा मैले कति ठुलो रिस्ता पार गरेँ सोच्न पनि सक्दिनँ। कति नै खुसी छु। छोरा पनि जन्माइहालेँ, बिहे पनि भइहाल्यो, छोरी पनि जन्माइहालेँ। प्रभुलाई धन्यवाद। अमेरिका पनि पुगेँ, सुसमाचारमा मिसनरी पनि भइहालेँ। तर के सिक्यो भन्नुहुन्छ भने प्रभु येशूलाई पाउन निकै गाह्रो पर्छ। अगर विश्वासी जीवनमा धेरै दुःखहरू धेरै कष्टहरू आउँदछन्। अनि यो नाटकद्वारा मैले नाटक त गरेँ तर आफूलाई समझमा चाहिँ आइरहेको थिएन के गर्नुपर्ने। तर नाटकद्वारा एउटा के शिक्षा पाइयो भनेपछि प्रभुलाई पाउन असाध्यै गाह्रो पर्ने रहेछ। यसो मिसनरी भएर गइयो है। मान्छे त्यहाँ राम्रो पनि थिए। मान्छे एकैछिनमा 2टा शब्द बोल्छ अरे, एउटा चाहिँ अब पक्ष भएर बोलिहाल्यो, एउटा विपक्ष भएर बोलिहाल्यो होइन। सुसमाचार सुनाउने पक्षमा एउटाले राम्रैसँग बाटो देखायो, गएर पुलिसलाई भनिदिइहाल्यो, आएर छापछुप छोराछोरीलाई पनि मारिदिइहाले। तर त्यस विषयमा लिएर हामी कमजोर भइदिएको भए होइन, पुलिसले मारिदिन्छ हामी छोरा भागौँ भनिदिएको भइदिए भए आज कति मिसनरीहरू भागेर हिँडेको भइदिए भए धेरै मान्छेहरू धेरै आत्माहरू बाँच्ने थिएन। आज तपाईँ हामी पनि यहाँ मण्डलीमा हुन्थेन मलाई हामी। त्यही भएर प्रभुलाई पाउनलाई निकै गाह्रो हुँदो रहेछ। अनि जस्तै कष्टमा पनि प्रभुको पछि न छोडेर हामी मर्न धेरै तयार भयौँ। त्यसमाथि पनि सुसमाचार सुनाउने हाम्रो चाहिँ डेभिड सर उफ मेरो श्रीमानज्यू उहाँले आफ्नो छोरा छोरी स्वास्नी मरेको खण्डमा पनि हुन त त्यस्तो पीडामा मान्छे के नै गर्थ्यो होला, तर पनि साहसले हिम्मतले प्रभुको साथ अनि प्रभुको विश्वासमा अघि बढेर उहाँले प्रभुलाई पाउनुभयो। अनि त्यसमाथि पनि कति धेरै 3टालाई उहाँले चाहिँ 3टाको मृत्युलाई पनि बिर्सेर प्रभुलाई अँगालेर 3टालाई गुमाएर कति धेरै आत्मा बचाउन सफल हुनुभयो। आमेन। मैले चाहिँ प्रभुलाई पाउनलाई चाहिँ निकै गाह्रो छ। उहाँको अगाडि बढ्नुलाई हामीलाई जस्तै दुःख कष्ट आए तापनि प्रभुको पछि छोड्नुहुन्न भन्ने मैले यो ज्ञान पाएको छु। तपाईँहरूले के पाउनुभयो। अनि अर्को एउटा पर्सनल के भनेपछि अस्ति नै मैले हाम्रो बाबा बिमारी भएर इन्डिया गएको थिएँ होइन। मैले यहाँ रोएर मैले प्रार्थनाको विषय पनि राखेको थिएँ हाम्रो चर्चमा। हामी सबैले प्रार्थना गरेको थियौँ, घोडा टेकेर रोएर प्रार्थना गरेको थियौँ। मेरो बाबा निको भएर मेरो विश्वास थियो मैले मेरो बाबा निको हुन्छ, फर्केर आउँछ, मर्दैन भन्ने मेरो एकदम अटल थियो। किनभने म एकदमै रोएर प्रार्थना गरेँ। गुरुबाले भने जस्तै मान्छेलाई आपत पऱ्यो भने मात्रै प्रभुले याद गर्छ, नत्र याद गर्दैन भने जस्तै बिमारी भयो भने बित्तिकै घोडा टेकेर खानापिना छाडेर रोएको 3 दिनसम्म प्रार्थना यहाँ गरिसकेपछि बाबालाई इन्डिया गएर औषधि गरेपछि अनि जब बाबा आएर मसँग चङ्गाई भएर बोल्नुभयो, जहाँ भक्त त्यहाँ परमेश्वर, जहाँ परमेश्वर त्यहाँ भक्त भन्नुभयो, त्यो वचन मैले सुन्न पनि पाएँ र बुवाको मुखबाट मैले त्यो गवाई पनि पाएँ। प्रभुलाई धेरै धेरै धन्यवाद। मैले धेरै कुराहरू सिक्ने मौका पनि पाएको छु। अनि यस सेमिनारबाट पनि केही सिक्ने आशाहरू राखेको छु र तपाईँ पनि राख्नुहुन्छ भने आशा राखेको छु। धन्यवाद। जय मसीह।